हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। आज म तपाईँहरूको बिचमा के खान्छु भनेर देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ यो चाहिँ मकै, अनि यहाँ हेर्न सक्नुहुन्छ साग। चप स्टिक चाहिँ एउटा सोको लागि मात्रै, मलाई आउँदैन खान, आई विल ट्राई। अनि यो मकै हेर्न सक्नुहुन्छ है साथीहरू, यो चाहिँ घर आउँदाखेरि यस्तो प्रशस्त हुन्थ्यो कि बारीमा पुरै हुन्थ्यो होइन। यहाँ चाहिँ काठमाडौँमा छु नि त म, यहाँ अहिले किनेर खानु परेछ। 50 रुपियाँको जम्मा 3वटा अरे। अब के गर्ने, घरको याद आउँछ नि यस्तो यस्तो खाँदाखेरि त। तर घरमा प्रशस्त हुँदाखेरि त्यतिखेर खाएन। अहिले त अब जस याद आएर के गर्ने, खानै पर्यो। अनि स्वास्थ्यको लागि पनि एकदमै राम्रो हो नि त, यो हेल्दी हो, त्यसै कारणले गर्दा खानुपर्छ। कृपया जति पनि घरमा हुनुहुन्छ इग्नोर नगर्नुहोस् त्यो खाना। जतिजना घरमा हुनुहुन्छ तपाईँहरूले अहिले नै मजाले खानुहोस् कि इग्नोर नगर्नुहोस्। पछि नि बाहिर गएपछि, घरदेखि बाहिर गएपछि यस्तो याद आउँदो रहेछ कि साथीहरू, पुरै छान्नुहोस् कि पुरै छान्नुहोस्। कम हुन्छ, मलाई रुन मात्रै मन लाग्छ कहिले सम्झेर। त्यही भएर मैले सानोमा सुन्थेँ कि जे छ त्यसैमा जे युज गर्न सक्नुपर्छ भनेर। अब त्यतिखेर वास्ता लागेन, अहिले चाहिँ लागिरहेको छ। यस्तो मिठो खाने, अब आफ्नै बारीको भएपछि चाहिँ छुट्टै स्वाद हुन्थ्यो, तर पनि मिठो छ। घरमा हुँदाखेरि प्रायः जस्तो यस्तो नखाएर चाउमिन मोमोहरू खाइन्थ्यो कि साथीहरू। यहाँ आएर पनि त्यो चाउमिन मोमोसँग त्यस्तो मतलब लाग्दैन, अर्ग्यानिकतिर चाहिँ यस्तो मन लाग्छ। किनकि नभएर पनि होला सायद, घरमा आफ्नै बारीमा भएर वास्ता गरिन्थ्यो कि। साग भन्नु फर्सीको मन्टा हो कि साथीहरू। घरमा आउँदाखेरि पनि यस्तो झ्याउला थियो यो फर्सीको मन्टा, सस्तै हुँदैन नि त। जे कुराहरू हुन्छ नि त्यसको भ्यालु हुँदो रहेछ कि, जब नभएपछि चाहिँ यस्तो हुँदो रहेछ। आज पनि किनेर खानु मनपर्छ। अब डेली जस्तो त पाक्दैन, तर कहिलेकाहीँ चाहिँ हाम्रो घरमा प्रायः चाहिँ फर्सीको मन्टा नै हुन्छ क्या। हाम्रो घर होइन नि रुम। एक दिन म तपाईँलाई रुम टुर पनि गराउँछु। मलाई यस्तै साथ सपोर्ट दिइराख्नु होला। अब चाहिँ म खान्छु है। नुन खुर्सानी हाल्नुपर्छ, यस्तो मिठो हुन्छ। हेर्न सक्नुहुन्छ मैले यो सकाइसकेँ। तपाईँहरूलाई कसलाई चाहिँ अर्ग्यानिक चिजहरू मनपर्छ कि, लाइक यस्तै घरमा भरेको यस्तै नास्ताहरू कसलाई मनपर्छ, तपाईँहरू कमेन्टमा भन्न सक्नुहुन्छ। र मेरो भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त, बाई।